यस्तो राम्रो ठाउँमा हामी सबैजनाले सङ्गीत सेवा सिकेर सङ्गीत सेवाको छु भने यही बजार वराइको उहाँको पूजा हो। बजार चक्कीको दर्शन फर्म भन्नुहुन्छ उहाँकै पूजा हो। अनि उहाँको पूजा सबै सिकेर लास्टमा अन्तिम दिनमा हामीले यहाँ चौक गर्नुमा यहाँ पूजा गर्नु दिनमा हामी सबैको पहिलो जन्मको पुर्ने पहिलो जन्मको धर्म राम्रो गरेको फल हो। हामी सबैजनाले यस्तो चान्स यस्तो मौका पाउँदैन किनकि विदेशमा जन्मै भने यस्तो ठाउँमा यस्तो पुण्य कमाउने दिन चाहिँ हामीले पाउने घर हो। अनि आजको दिन सबैजना बिजी लाइफ होइन। अनि त्यसको कारणले गर्दाखेरि हामी सबै यहाँ के भन्छ अब धर्म साथीहरू सबैजना मिलेर यसरी गरेकोमा धेरै खुसी लाग्यो। अब धर्मको बारेमा अलिकति सर्ट फर्ममा अलिकति बोल्यो भने यो हुनु चाहिँ म यसको बारेमा अलिकति अस्ति बुद्धाश्रमको मैले सेम्बरमा अलिकति भनेको थियो। अनि यो सङ्गीत सेवा भन्दाखेरि चाहिँ भन्दाखेरि अनि मेन चाहिँ हाम्रो यो सङ्गीत सेवा गर्दाखेरि गर्दाखेरि अनि के हो धर्म कस्तो खालको धर्म हो। अब यो संसारको दुःखहरू भोग्नुलाई अब दिनमा हामी यो संसारमा जन्म लिएर एउटा घरमा बस्यो अनि सुखको लागि हामीले पहिला भनेको जस्तै हो अलिकति सुख पाओस् भनेर हामीले के गर्छ धन सम्पत्ति कमाउँछ। मलाई सुख पाओस् भनेर बिहा गर्छ है। मलाई सुख पाओस् भनेर घर सम्हाल्छ घर बनाउँछ। अनि फेरि पनि घर भएको छ बुढाबुढी भएको छ बच्चा जन्मिएको छ धन सम्पत्ति कमाइरहेछ हुँदैरहेछ फेरि पनि हाम्रो यो मनले शान्ति चाहिँ पाएको छ भने शान्ति चाहिँ हामीले कहीँ लिन आउने कि त्यस्तो धन सम्पत्ति भयो भने मनमा दुखाइ हुने होइन। हाम्रो घरमा बस्यो भने हाम्रो दिनभरिमा एक रातमा हामीले 24 घन्टा हुन्छ। ती 24 घन्टामा तपाईँको हेर्नुहोस् हाँसेर मनमा खुसी फलेर बस्छ एकदम गाह्रो हो। 5 मिनट या 10 मिनट या आधा घन्टा हामी आँसुसँग बिताउनुपर्छ है। त्यो चाहिँ किन यो संसार दुःखको प्रतीक हो। यो संसारमा दुःख मात्रै रहेछ होइन। दिनमा पूजा गरेर धर्म गरेर हामी सुख पाउँछ होइन। धन सम्पत्तिको कमाएर हामीले सुख पाउँछ भन्दाखेरि धेरै गाह्रो हो होइन। अब धर्म गरेपछि सुख कसरी पाउँछ भन्दाखेरि म तपाईँहरूले एउटा छोटो गरी एक्सपिरियन्ससँग बुझाउँछु। अहिले हामी सबैजना घर छोडेर बुढा छोडेर बच्चा छोडेर धन सम्पत्ति छोडेर घर छोडेर हामी कहाँ हो यो सङ्कुमा आयो। अनि यहाँ कसैको घर छैन नि। अनि यहाँ 2 घन्टा चेक गर्दाखेरि मनमा कस्तो लाग्यो आफ्नो मनले सोध्नु न आफ्नो मनले बुझ्नु न आफ्नो मन आफूले आफूसँग कुरा गर्नु न मनमा के दुःख छैन शान्ति आनन्द भयो नि। चेक गर्दाखेरि कस्तो आराम भयो। हामीले कसैसँग एउटा नराम्रो शब्द पनि बोल्नु चाहसै पाएन बोल्नु पनि परेन। अरूले हामीले नराम्रो भन्नु चाहसै पाएन अर्कोको नराम्रो भन्यो भने हामीले सुन्नै परेन किनकि यो ठाउँमा पुगिसकेपछि अब कस्तो आनन्द रहेछ सोच्नुहोस्। यही हो धर्मको फल अरू के छैन। धर्मको फल पनि आकाशबाट ठुलो झरेर आउनु के छैन। यही मनमा शान्ति र सुख छ यही नै धर्मको फल हो। अब यो चाहिँ झुसेको लामो समयसम्म हामीले टेक्नुपर्छ कि यो चाहिँ हामीले टेक्नु सक्दैन। 2 घन्टा धर्म गर्ने जब धर्म गर्छ ती समय मात्र हुन्छ। अब यो चाहिँ हामीले प्र्याक्टिस गरेर लामो समेर यो के भन्छ अब यो रेगुलर डेली नै यो हामीले गरेर घरमा पनि आफै गर्ने यो चाहिँ अब यो मान्छेसँग बाहिर गुम्बातिर गएर गर्ने मात्र होइन। तपाईँहरू छोपासँग गऱ्यो भने त धेरै राम्रो हो। तर नभए भने आफै धर्म गर्ने चाहिँ गर्नु नपाउने नसक्ने भने के छैन। आफ्नो घरमा बसेर छेउगाउँमा गएर आफ्नो छुट्टी छ नि छेउगाउँमा गएर त्यही छेउमा घुसेर एउटा बिस्कुट चढायो भने हुन्छ। मेन चाहिँ सोच आफ्नो जिउ होइन। अनि चेक गरेर आफैले त्यसरी धर्म डेली रेगुलर होइन के भन्छ हामीले सधैँ धर्म चाहिँ गर्नुपर्छ। धर्मसँग मन सक्नुपर्छ। अनि हामीले घरमा बस्दा
छोराछोरीसँग बस्दा बस्दा धन सम्पत्ति कमाउँदा कमाउँदा मनमा के हुन्छ? सुख हुन्छ, मनमा शान्ति हुन्छ। अनि मनमा सुख र शान्ति भएपछि हामीले के हुन्छ? राम्रो शुद्ध धर्म गर्नु सक्छ। मनमा दुःख र पीड बगिसकेपछि धर्म गरे पनि धर्मतिर मन ध्यान जान्दैन, किनकि दुःखको त्यो पीडको कारणले होइन। अनि सबभन्दा अगाडि हामीले मनमा के लानुपर्छ? सुख र शान्ति ल्याउनुपर्छ। सुख र शान्ति भइसकेपछि जुनै काम गरे भने सफलता हुन्छ, जुनै काम गरे भने राम्रो हुन्छ होइन। अनि ती सबै सम्झेर हामीले धर्म गर्ने मेन चाहिँ के हो, मेन कारण चाहिँ के हो भन्दाखेरि त्यही हो है। त्यो चाहिँ सबैजनाले बुझाइदिनुहोस्। अनि यो चाहिँ गर्दाखेरि हामीले मेन चाहिँ के हो भन्दाखेरि मेरो छोरा, मेरो छोरी, मेरो धन सम्पत्ति, मेरो घर होइन, मेरो टाउको, मेरो हात, मेरो लुगा, हामी सबैलाई लोभ लागेको हुन्छ नि। हाम्रो टाउकोको कपालदेखि खुट्टाको नङसम्म हामीले लोभ लागेर हुन्छ। ती सबैलाई हामीले लोभ गरेर के पाउँछ? लोभ गरिसकेपछि त्यसले हाम्रो पूजामा के भन्छ? छेउमा जिम्बा भन्छ, त्यसले लोभ भन्छ। हाम्रो नेपाली नर्मल के भन्छ, नर्मल भाषामा बोल्यो भने त्यसले के भन्छ? लोभ भन्छ। अनि त्यो लोभले चाहिँ हामी कहाँ पुऱ्याउँछ? त्यो लोभले चाहिँ हामी कहाँ? नर्कमा पुऱ्याउँछ। अनि लामा नरोबा भन्ने हाम्रो डुपा लिनिसको सबभन्दा महत्त्वपूर्ण लामा दर्जीसँगपछि तिलोबा, तिलोबापछि नरोबा, नरोबाको पछि मर्बा, मर्बाको पछि मिला, मिलाको पछि गम्बो, त्यसरी अनि पामो डुबादेखि हामीलाई आएको छ। तर लामा नरोबाले के संशय गरेको छ? के भन्नुभएको छ उहाँले? बुन्दङमै मिचिङ जिम्बेसिङ, बुन्दङमै मिचिङ जिम्बेसिङ जिम्बा पङ्सिक नरोबा भनेर लामा तिलोबाले नरोबालाई होइन उसको टिचर भनौँ, गुरु भनौँ, गिर्गेन भनौँ, उहाँले के संशय गरेको छ? के भन्नुभएको छ भन्दाखेरि बाउ भन्दाखेरि चेला भनेर आफ्नो छोरा भनेको जस्तो है। अनि लामा भने बाउ जस्तो हो, चेला भने छोरा जस्तो। अनि उहाँले के भन्नुभएको छ भन्दाखेरि छोरा भनेर आँखाको देखेको सबैलाई हामीले नर्क पुग्दैन भनेको छ। अनि केले नर्क पुग्छ भन्दाखेरि यो लोभले चाहिँ नर्क पुग्छ, लोभ चाहिँ कहिले नगरे भनेर उहाँले संशय गरेको छ दुईवटा शब्दमा। अनि हाम्रो बुझाइ जति गऱ्यो भने, जुनै काम गऱ्यो भने सबभन्दा नराम्रो चाहिँ यही लोभ नै हो। यो लोभको कारणले हामीले धन सम्पत्तिको कमाउनु पछि कुद्ने होइन। मोहिनी हो, मोहिनी ठुलो हो, मोहिनी हो भनेको यही लोभ हो। म भन्ने, मेरो भन्ने छ नि, यही नै नराम्रो हो सबभन्दा। तर धन सम्पत्ति कमाउनु पर्छ, तर लोभ छैन भने ठिकै हुन्छ। किनकि सङ्घीयको हामी मुक्ति हुनुको लागि धन सम्पत्ति, घरको बुढाबुढी, छोराछोरी सबै छोड्नुपर्छ भने छोड्नु पर्दैन। धन सम्पत्ति सबै छोडेर तपाईँहरू माथि जङ्गलतिर गयो भने मनको लोभ छोड्नु सकेन भने केही काम लाग्दैन। म इक्जाम्पल दिन्छु तपाईँहरूले। हाम्रो खासा भन्ने हुन्छ नि, चितुवा भन्ने हुन्छ नि, कहाँ बस्छ? जिन्दगीभर जङ्गलमा बस्छ। तर तिनीहरूको सबै छोडेर हिँडिदिन्छ नि, बच्चा बुढी सबै छोडेर हिँडिदिन्छ, घर पनि के हुँदैन। तिनीहरू पनि मुक्ति पाउनु पऱ्यो नि, पाएन। किन? मनको लोभ छोड्नु सकेन नि, उनीहरूले मनको लोभ छोड्नु सकेन। त्यही कारणले दुःख, यो संसारको दुःखमा, यो संसारमा गुबिरै बस्नु पर्दो रहेछ। अनि त्यसको कारणले गर्दाखेरि हामीले मेन चाहिँ के हो भन्दाखेरि, महत्त्वपूर्ण चाहिँ के हो भन्दाखेरि यो मनको लोभ, यो नराम्रो लोभ चाहिँ यो चाहिँ छोड्नुपर्छ। यसको कारणले हामीले नराम्रो यो लोभले गरेको कारणले अनि हामीले नराम्रो काम गर्छ, झुट बोल्छ, पाप गर्छ। अनि त्यसको कारणले हामी कहाँ पुग्छ? जाने ठाउँ चाहिँ नर्क भन्ने ठाउँमा पुग्छ यो लोभको कारणले। बिस्तारै बिस्तारै हामी लोभ चाहिँ छुटाउनुपर्छ, लोभसँग छुटाउनुपर्छ। त्यही लोभसँग छुटाउनु लागि एउटा के भनौँ अब जानकारी जस्तो छोड्नुलाई साथ जस्तो के हो भन्दाखेरि अनि यही चोद्ने हो। यो लोभलाई चोद्नु, काट्नुलाई चोट भन्दाखेरि खर्सानी चोट भन्दाखेरि फाट भन्नेको, चोट भनेको अर्थ एउटै हो है। शब्द अलग अलग भयो भने त्यसको अर्थ एउटै हो। चोट भने फाट भन्दाखेरि मनको लोभ चाहिँ काट्ने हो है। अझै त्यसको अर्थ चाहिँ त्यो हो। त्यसो गरे अनि सबैजनाले बुझ्नुपर्छ। मेन चाहिँ हामी यो चेत गर्दाखेरि अनि मनको लोभ चाहिँ
काट्ने अनि यो मनको लोभ चाहिँ काट्नुलाई आफ्नो जिउनी अनि छक गरेर छेपा भुइँचे गर्ने अनि लोभ काट्नुलाई त्यसरी अब बिस्तारै बिस्तारै कसैले भन्ला नि तिमीहरू घरको आमा बाहिर डमारो बोकेर घरको छोराछोरीको आमा बाहिर ढिल्बु बोकेर के जानेको छ के बुझेको छ तिमीहरू भनेर भन्नु सक्छ अनि त्यही चाहिँ नबुझेर त्यही चाहिँ नजानेर त हामीले बोकेको नि जानिसक्यो बुझिसकेपछि किन बोक्ने त बोक्नै परेन नि होइन मुक्ति पाइसकेपछि यो दरुरा ढिल्बु यो यस्तो दुःख नि गर्नु पर्दैन हामीले होइन मुक्ति पाइसकेपछि के गर्ने यस्तो यिनीहरू कसैको हामीले केही मतलब हुँदैन सबै छोड्नुपर्छ ती मुक्ति पाउनुको लागि मुक्ति पाउनेसम्म हामीले डमरू बजाउनुपर्छ ढिल्बु बजाउनुपर्छ सङ्गीत सेवाको प्र्याक्टिस घेरी जब मुक्ति पाउँदैन त्यतिसम्म यसको हामीले गर्नै पर्छ होइन अनि त्यसको कारणले कसैले यो भन्छ ढिल्बु बोक्नु हुँदैन कङ्लिङ फुक्नु हुँदैन अब सङ्गीत सेवाको बिचमा हामी के छ फवा छ अघि हामीले फट भनेर फवाको प्र्याक्टिस छ नि फवा गरिसकेपछि हामी अयुलाम सानो हुन्छ भन्ने कुरा त्यस्तो कुराहरू के भन्छ अब त्यस्तो कुरातिर हामीले ध्यान चाहिँ नदिने होइन अब तपाईँहरूले सिक्ने चाहिँ को हो हामी हो अब त्यस्तो शुद्ध र राम्रोसित सिकाउन सक्ने त मेरोमा त्यस्तो छैन होइन फेरि पनि म आफैले जति बुझेको छ जति जानेको छ मेरो गुरुहरूको मलाई जति ज्ञान दिएको छ मलाई जति बुझेको छ त्यही चाहिँ म तपाईँहरूसँग सेयर गरौँ न होइन बुझाउँछु म तपाईँहरूसँग सेयर गर्छु अनि अर्को मान्छेले यो गर्नु हुँदैन भनेको यो सक्दैन भनेको अनि त्यस्तो कुरातिर हामीले ध्यान चाहिँ नदिने होइन त्यो चाहिँ के हो अब धर्मको बाटो छिक्नेको कुरा हो धर्मको बाटो खोल्ने कुरा होइन होइन अनि धर्मको बाटो छिकेपछि आफैले पनि दुःख आफैले पनि पाप भोग्यो अनि पाप भोगिसकेपछि जिन्दगीमा दुःख हुन्छ दुःख भोगिसकेपछि के हुन्छ अनि पछिको नर्कमा जाने अब अर्को बाटोदेखि अनि सुरु हुन्छ म तपाईँहरूले एउटा इक्जाम्पल भन्छु एउटा हाम्रो इन्डियातिर देशतिर एउटा घर फ्यामिली एउटा बुढाले अनि बुढीलाई सङ्गीत सेवामा आउनै दिएन डमरू बोक्नु दिएन हातमै नलानुहोस् नबोक्नु भनेर कहिले जानु दिएन अनि जानु नदिएको पछि अनि अब त्यहीको पापले होला 1-2 वर्षपछि उसकै श्रीमानलाई के भएछ भन्दाखेरि राति शब्दमा के आएर अनि रातभरि निन्दा लाग्ने रातभरि उठेर राख्ने निन्दा लाग्ने अब त्यही चाहिँ के रहेछ भने यो बुद्ध हुनु त हो बुद्धिस्ट धर्म मान्ने हो तर बुद्धिस्ट धर्ममा के भन्छ अब त्यही छैन रहेछ विश्वास छैन रहेछ विश्वास नभएको कारणले ऊ रातभरि उठेर राखेछ अनि लास्टमा चाहिँ लामाहरू बोलाएर पूजा गरेछ पूजा गरे पनि निन्द आएन डक्टरमा गयो निन्द लागेन पुरा अब के भन्नु अब लास्टमा त हाफ मेन्टल जस्तो पनि सम्म भएको छ अनि लास्टमा त्यस्तो हुँदाखेरि रुन्दै आयो मेरो छेउमै अब गुरु म के गर्नुपर्छ भनेर अनि मैले भनेको अब गर्नु चाहिँ के छैन तपाईँ पूजा चाहिँ राम्रोसित गर्नुहोस् होइन अब सफा गर्नुहोस् भनेर मैले उहाँलाई 1 लक्ष्य गर्नु लगाएको अनि घरको छोराछोरी बच्चा बुढीहरूले पूजा धर्मतिर पठाउनुहोस् नरोक्नुहोस् त्यसको पनि पाप हुनसक्छ भनेर अनि पछि ऊ आफैले पनि 1 लाख गरिसकेपछि केही बिमार छैन ठिकठाक भयो अनि त्यहाँदेखि पछि ऊ आफै पनि धर्मतिर ध्यान भएर पूजा राम्रोसित गरेर त्यस्तो पनि भएको छ अनि मैले भन्ने कारण चाहिँ के हो भन्दाखेरि अरूले धर्म गर्दाखेरि धर्मको बाटो नछिक्नुहोस् धर्मको बाटो छिके पनि आफूले पनि नराम्रो दुःख है यही जुनीमा आउँदो रहेछ अनि अर्को जुनीमा त के बोक्नुपर्छ भन्नु पनि नपर्ला होइन अनि सकेसम्म श्रीमती भयो श्रीमान भयो साथ दिनुहोस् धर्म गर्नेलाई साथ दिनुपर्छ राम्रो बाटोमा लिएको नि हामीले नराम्रो बाटोमा हामी लिँदैन हामी यहीँ आएर नराम्रो कुरा के सिकेको छ भने छङ खानु हामीले सिक्दैन झुट बोल्नु हामीले सिक्दैन हामीले यहाँ मारकाट गर्ने हामीले सिक्दैन हामी यहाँ शान्ति पाउनुको लागि अर्को जुनीको बाटो राम्रो पाउनुको लागि यो जुनीमा पनि आफैले राम्रो हुनुको लागि सुख हुनुको लागि मनमा शान्ति हुनुको लागि हामीले के गर्नुपर्छ धर्म गर्नुपर्छ होइन यही 6 धर्म बुद्ध धर्मले सँगै उहाँले भनेको 6हरू राम्रोसित गर्नुपर्छ धर्म राम्रोसित गर्नुपर्छ तपाईँहरूले
नभए भने हामीले तपाईँहरूले आज बोलेको समयमा हेर्नुहोस्, पूजा नगरे पनि के छ, पूजा गरे पनि के रहेछ। पूजा नगरेको आजको दिनमा हेर्नुहोस्, तपाईँहरू हस्पिटलतिर गएर हेर्नुहोस्, डाक्टरहरूलाई सोध्नुहोस्, सबभन्दा नराम्रो बिमार चाहिँ के रहेछ भन्दाखेरि आज बोलेको समयमा यो युवा जवान केटाकेटीहरूको बिचमा सबभन्दा नराम्रो मनको बिमार। हामीले के भन्छ, मन ठाउँमा राख्नु नसकेर अनि के हुन्छ, हामीले के भन्छ धेरै नै त्यो स्ट्रेस भएर गाह्रो भयो अनि आफ्नो मनलाई आफैले सम्हाल्न नसक्ने अनि झुन्डेर मर्ने अनि नराम्रो ड्रग्स खाने, छङ खाने, चुरोट खाने अनि त्यस्तो नराम्रो कुराहरू कहाँदेखि आउँछ, मनमा शान्ति नभएको कारणले हुन्छ। अनि त्यही चाहिँ हामीले डाक्टरसँग गयो भने अब त्यस्तोहरू छुटाउनु सक्छ, गाह्रो छ। उनीहरूले निनको गोली लगेर सुताएर राख्छ होइन, त्यस्तो गरेर कतिसम्म सुतेर बस्ने। अनि त्यस्तो नहुनुको लागि हामीले क्षय गर्ने, पूजा गर्ने, धर्म राम्रोसित गरेपछि हाम्रो मनमा शान्ति फैल्छ। मनमा शान्ति आएपछि मनमा सुख हुन्छ। एउटा घर परिवारमा पनि सुख शान्ति हुन्छ होइन। अब घरमा तपाईँहरू बुढाबुढी छ भने दुवैजना आउनुहोस् न पूजातिर, दुवैजना यो धर्मसँगैको बुद्ध धर्मको टिचिङहरू सुन्नुहोस् न, यो प्र्याक्टिसहरू गर्नुहोस् न। साँच्ची म ग्यारेन्टी दिन्छु, आराम हुन्छ। नमिलेको बुढाबुढी भने क्षय गरिसकेपछि धेरै नै एकजनालाई रेस्पेक्ट हुन्छ होइन। मैले जहिले पनि भन्छ, बुढाबुढी भयो भने तर म भनेर नबस्नु भनेर रेस्पेक्ट गर्नुपर्छ होइन। हाम्रो नेपालतिर के हुन्छ भने ल त खा भनेर त्यस्तै भन्छ। आफ्नो बुढा भयो भने त्यस्तो कहिले नबोल्नुहोस् होइन। कुरा राम्रोसित रेस्पेक्टले गर्नुपर्छ। बुढाले पनि बुढी भनेर हेप्ने त्यस्तो नगर्ने, त खा भनेर, तर म भन्ने कुरा चाहिँ कहिले नगर्ने होइन। तपाईँ भनेर अलि रेस्पेक्टले गर्नुपर्छ। अनि बाउआमाले रेस्पेक्टसँग कुरा गरेपछि ती छोराछोरीहरू पनि रेस्पेक्टको कुरा सिकाउँछ। तपाईँहरू हेर्नुहोस् न, कुनै ठाउँमा बाउआमाले कुरा राम्रोसित नगरेको कारणले छोराछोरीहरूले पनि राम्रो कुरा सिकाउँदैन, कहिले रेस्पेक्ट चाहिँ कहिले जान्दैन। अनि हामीले बाउआमाले के हो, सबभन्दा रेस्पेक्टको कुरा गर्ने, घरमा पनि रेस्पेक्ट गर्ने, अनि घरमा पनि सुख, घरमा पनि शान्ति फैलाउन सक्छ। अनि शान्ति र सुख भएपछि अघि भनेको जस्तो अनि हामीले बिस्तारै बिस्तारै धर्मलाई अगाडि बढाउन सक्छ। सुख र शान्ति छैन भने धर्म पनि अगाडि बढाउन सक्दैन हामीले है। अनि मलाई अब समय लामो जाँदो रहेछ। अनि मेन चाहिँ हामी सबैजनालाई मकसद चाहिँ के हो भन्दाखेरि तपाईँहरू राम्रोसित धर्म गर्नुहोस् होइन। अब म अलिकति माथि बसेर मेरोबाट तपाईँहरूले पाउने चिज के छ भन्दाखेरि केही छैन। मेरोबाट तपाईँहरूले पाउने के छैन, मलाई दिनु पनि केही छैन। अब पाउनु चाहिँ के छ भन्दाखेरि यो भगवान् बुद्धले सृष्टि गरेको यही धर्म हो। मेरो गुरुहरूले मलाई भनेको यो ज्ञान, यो चाहिँ मेरोबाट तपाईँहरूले पाउने चाहिँ यही नै हो, यही नै हो मेरो दिनु सक्ने। यो चाहिँ तपाईँहरूले राम्रोसित प्र्याक्टिस गरे पनि अनि यो जुनीमा पनि सुख र शान्ति, अर्को जुनीमा पनि राम्रो बाटो देखाउन सक्छ। 100% हो यसलाई होइन। अनि तपाईँहरू सबैजनालाई राम्रोसित अझै पनि राम्रोसित सिकाउनुहोस्। अनि धेरै खुसी लाग्यो। अनि हाम्रो डुक्पा नेपालको प्रेसिडेन्टदेखि अनि हाम्रो यङ डुक्पा एसोसिएसन नेपाल, वाइडिया नेपालदेखि अनि यहाँको तिहार गर्ने तपाईँहरू सबैजनालाई अलिक दुःख भयो होला। अनि काम गर्ने तपाईँहरू दुःख भयो भने यो पनि धर्म हो। तपाईँहरू काम भएर जति दुःख गरेर काम गऱ्यो भने तपाईँहरूले पनि धर्म पाउँछ। बराबर यही बिचमा बसेर डमरू बजाएर धर्म गर्ने र बाहिरबाट तपाईँहरूलाई साथ दिने, यहाँ साथी गर्ने धर्म दुवैजनाले बराबर धर्म पाउँछ होइन। अनि त्यसको कारणले गर्दाखेरि सबैजनाले काम गर्ने तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। तुलसी बोल्न चाहन्छु।